working. हाम्रो रुम चाहिँ लगभग 18 वटा छ है. What are you eating? Sausage and fried potato and I don't know what it is. Maybe plata. Yes. चट्ट यसरी अन हुन्छ. तर एउटा म गरेर नि देखाउँछु. यसरी चट्ट घुम्छ अनि यो चाहिँ फ्रेस ओरेन्ज गाई चाहिँ ओरेन्ज चट्ट ल कतिको चाहिँ हाम्दो रहेछ. हेलो गाइज, गुड मर्निङ. के छ तपाईँहरूको खबर? सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु. र आज चाहिँ धेरै पछि भनौँ न भिडियो बनाउँदैछु मैले. र आजको विषय चाहिँ त्यस्तो खास चाहिँ केही पनि छैन. त्यो आफ्नो काम गर्ने ठाउँ हल्का फुल्का यसो देखाउँछु र आफूले चलाएको मेसिनहरू देखाउँछु है त गाइज. मैले काम गर्ने भनेको चाहिँ यहाँदेखि स्टार्ट हुन्छ. यहाँदेखि सर यसरी त्यहाँ परसम्म खासै स्पेस चाहिँ भनौँ न सानो छ र यहाँबाटै सुरु गर्छु. यो भनौँ न यो चाहिँ मेरो पिओएस हो. यहाँदेखि बिलहरू सबै हामी बनाउँछौँ. अनि यो चाहिँ मैले युज गर्ने सिरपहरू भयो. यो मोहितो, भेनिला, क्यारामल, पिच अनि सुगर सिरप छँदैछ, भेनिला अनि यस्तै छ. ब्लेन्डर यो भयो. अनि यो मेसिन चाहिँ गाइस इन्ट्रेस्टिङ मेसिन छ. यो चाहिँ हाम्रो कफी मेसिन हो है, जुन चाहिँ जसको नाम चाहिँ ब्राभिलोर बोनामेट. यो चाहिँ हाम्रो अटोमेटिक मेसिन हो बिन्सबाट है त. अनि यो चाहिँ मेन हो मेसिन. अनि यो चाहिँ यो मेसिन सँगसँगै हुनुपर्छ. यो चाहिँ फ्रिजर टाइपकै हो. यहाँ चाहिँ मिल्क राखेर यहाँदेखि मिल्क चाहिँ सप्लाई भएर यहाँ जान्छ. अनि यहाँदेखि चाहिँ जति पनि यो मिल्क रिलेटेड भनौँ न, जस्तै मिल्क कफी भयो, क्यापुचिनो भयो, लाटे सबै यहाँदेखि बन्छ. अनि यो चाहिँ सबै अटोमेटिक हो. सबै एस्प्रेसो, डबल एस्प्रेसो, अमेरिकानो सबै देखिरहनु भएको छ होइन. यसरी चट्ट प्रेस गर्ने सर आउँछ. यो चाहिँ अलरेडी मैले फिक्स गरिसकेको छु. रेस्टुरेन्ट भयो, मिल्क चाहिएमा मिल्क, फ्रेस मिल्क, हट वाटर अनि एस्प्रेसो यस्तै छ. अनि अर्को चाहिँ त्यो हल्का हाम्रो सानो कुकिजहरू, यो नट्स प्याकेट होइन. यहाँको मान्छेले धेरै खाने भनेको नट्स प्याकेट हो. अनि सानो एउटा पेस्ट्रीको एउटा डिस्प्ले छ, क्रोसेनहरू, डोनट यस्तै छ. अनि अर्को चाहिँ यो चाहिँ हाम्रो हेदिकाको डिस्प्ले भनौँ न, एउटा सानो डिस्प्ले छ. त्यो ससेज रोल यस्तै नर्मल्ली पनिनो, स्यान्डविच यस्तै छ. अनि अर्कोमा चाहिँ पनि हेदिका मेसिन नै हो. यस्तै छ. यो बाजिया समोसा नि पाउँछ है हाम्रोमा चाहिँ. अनि यो फिस बन, ससेज बन यस्तै छ. अनि यो चाहिँ योभन्दा अगाडि पनि देखाएको थिएँ मैले, ससेज बनाउने मेसिन हो यो चाहिँ. र अर्को मेसिन चाहिँ गाइज हामीसँग यस्तो छ. यो टी मेसिन है. यो पनि सबै अटोमेटिक नै हो. भित्र चाहिँ पाउडरबाट युज हुन्छ. अनि मसला, कार्डमम, बम्बई र त्यसरी प्रेस गर्ने सर यहाँ बनेर निस्किन्छ. अनि अर्को चाहिँ यो हाम्रो लाभाजा कफी मेसिन है त. किनभने यो चाहिँ हामी चाहिँ लाभाजा यो क्याप्सुल हामी युज गर्छौँ यो मेसिनमा चाहिँ. यो मेसिनमा चाहिँ बस यो क्याप्सुल यसरी हाल्ने हो. यसरी हालेर यो यसरी बन्द गरेर एस्प्रेसो चाहियो भने यो र यो थिच्ने, मिल्क कफी चाहियो भने यो र यो थिच्ने. अनि यदि एस्प्रेसो चाहिँ यो क्याप्सुलबाट आइहाल्यो. यदि मिल्क कफी चाहिन्छ भने चाहिँ भित्र मिल्क पाउडर टाइपको हामी युज गर्छौँ. एउटा पाउडर यो पनि, यो पाउडर. अनि यसबाट चाहिँ मिल्क कफी बनिन्छ है त गाइस. यसरी छ. त्यही हो गाइज. एज अ बारिस्टा मालदिभ्समा मेरो चाहिँ काम यस्तो छ. पहिला चाहिँ यो मेसिन भनौँ न, अहिले जुन अटोमेटिक मेसिन मैले चलाइरहेको छु, यो अटोमेटिक मेसिनको ठाउँमा चाहिँ म्यानुअल मेसिन थियो. 1 फिल्टर ह्यान्डल भएको. अनि त्यो मेसिन पछिबाट खै अब यहाँको हाम्रो बोसले अब हटाएर यो अटोमेटिक मेसिन राखेको छ. अनि त्यही हो गाइज. म्यानुअल मेसिनमा अब जति पनि बनाएको र सिके जस्तो यो अटोमेटिक मेसिनमा चाहिँ हुँदैन. किनभने अहिले अब अस्ति तपाईँहरूले मेरो आर्ट देखिहाल्नुभयो टिकटकमा होइन. म्यानुअल मेसिनमा चाहिँ एकदमै भनौँ न कफीको टेस्ट वाइज र आफूले धेरै सिक्ने मौका नि पाइन्छ क्या. अनि यो लाटे आर्टदेखि लिएर हरेक कुराहरू. अनि हेरौँ अब सायद यो मेसिन मैले बोसमा कुरा पनि गरेको थिएँ. खै चेन्ज गर्छु भन्दै थियो. हेरौँ है त गाइज ल. अनि अर्को चाहिँ यसै छ. यो चाहिँ हाम्रो यो सानो सिङ्क. अब यहाँ म भित्रपट्टि लाँदैछु है त.
भित्र हाम्रो रिसेप्सन दिस इज गाइज आवर रिसेप्सन व्हाट्स अप What are you doing? जस्ट मेकिङ ब्लग यु वान्ट कम इन माई भिडियो No, वाट यु अलरेडी केम इन माई भिडियो राइट yes, I came already. से हाई Hi. ऊ चाहिँ तपाईँहरूले चिन्नुभयो होला पहिलाको भिडियोमा पनि सिनेगाङ राइट Sinigang. सी कुक मी Yes. फिस सिनेगाङ Mm. अनि ऊ चाहिँ यहाँ एउटा रिसेप्सनिस्ट भनौँ न सुपरभाइजरको रूपमा काम गर्छ अनि यस्तै छ हाम्रो रिसेप्सन यस्तै छ यहाँ अनि यो रिसेप्सनमा चाहिँ हामीसँग एउटा दामी एक्युरियम पनि छ है ठुलो खालको यो तपाईँले देख्न सक्नुहुन्छ माछाहरू छ यहाँ चट्ट खेलिरहेको दामी दामी पहिला चाहिँ यहाँ एउटा सानो पुल जस्तो नि बनाएको थियो दामी बनाएको थियो अहिले चाहिँ हटाएछ यस्तो छ के हो यो अनि यहाँको लोकल मान्छे हो कि के हो सही हाम्रो जान लजभित्रको यस्तो छ है त यु नो वाट इज दिस इज कोरल राइट Yeah, it's a coral, this one. कोरल समुद्रको यो चाहिँ मलाई दामी लाग्यो क्या आई रियली लाइक दिस वान यु नो यो चाहिँ माछाभित्र पनि माछा छ क्या यो तपाईँहरूले कतिको देख्नुहुन्छ होइन माछाभित्र पनि माछा अनि यो पनि त्यस्तै छ क्या यो माछाभित्र माछा कस्तो दामी डिजाइनमा क्या अनि अर्को चाहिँ गाइस यसको पोच चाहिँ फेरि मलाई बबाल दामी लाग्छ क्या यसको छ नि यो भ्यागुता हाम्रो राई भाषामा पाङटोक भन्छ यसलाई होइन कतिलाई थाहा छ छैन होइन सही छ यसको पोच चाहिँ अनि अर्को चाहिँ गरी कोरल यहाँ पनि छ अनि यो चाहिँ एलिफेन्ट है त गाइस हात्ती यसको बच्चा पनि भित्र छ क्या अझै देख्न सक्नुहुन्छ अनि गाइस यो चाहिँ बाहिर बार है त बाहिरपट्टिबाट यस्तो छ है त अघि मैले भित्रपट्टिबाट देखाएँ अनि जति पनि मेनु छ यो हाम्रो चाहिँ मोस्टली टेक अवे हो र कसैलाई भनौँ न डाइनिङ गर्नु छ भने चाहिँ फर्स्ट फ्लोरमा पनि छ हामीसँग अनि टेक अवेको मेनु यस्तै छ खासै त्यो वाउ टाइपको चाहिँ छैन सिम्पलै छ यो हट कफी फ्रेस जुस मोहितो स्मोकी कोल्ड कफी आइस टी कोल्ड ड्रिङ्क्स लेमोनेड बबल टी चाहिँ एट द मोमेन्ट हामीले बनाउन छोड्यौँ किनभने यो जान छोड्यो क्या त्यही भएर अनि यस्तै छ मेनुको चाहिँ हामीसँग यही हो है त गाइस यस्तै छ गाइस मैले काम गर्ने एरिया भनेको यही नै हो र अर्को एउटा इन्ट्रेस्टिङ पार्ट पनि के देखाउँछु भने हामीसँग एउटा ओरेन्ज जुसको मेसिन छ क्या जुन चाहिँ चट्ट युज गर्ने हो ब्लेन्ड नगरे क्या यो ओरेन्ज मेसिन चाहिँ यस्तो छ चट्ट यहाँबाट अन गर्ने हो चट्ट यसरी अन हुन्छ चट्ट एउटामा गरेर पनि देखाउँछु यसरी चट्ट घुम्छ अनि यो चाहिँ फ्रेस ओरेन्ज गाई चाहिँ ओरेन्ज चट्ट यसरी हाल्ने अनि यहाँ हालेर यहाँदेखि सरेर चट्टै बिचमा चाहिँ ब्लेड हुन्छ चट्ट यसरी काटिन्छ काटेर दुई टुक्रा भएर यसरी निक्लिन्छ अनि यहाँ यसरी आउँछ अनि यो दुईवटा चाहिँ भनौँ न डस्टबिन दुईवटा त्यो स्क्विज भएर गइसकेपछि यहाँ आउँछ है त गाइस अनि यसरी फ्रेस ओरेन्ज जुस यसरी बन्छ मात्र 45 रुपियाँ हो 1 कपको अनि यो चाहिँ हाम्रो लिफ्ट माथि हाम्रो 8th फ्लोरमा चाहिँ रेस्टुरेन्ट छ र अर्को ओरेन्ज जुसको बेनिफिट्सहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है त गाइस बुस्ट इम्युन फङ्सन गुड सोर्स अफ भिटामिन सी प्रमोट्स फर हेल्थ होइन हेल्प प्रिभेन्ट क्यान्सर इम्प्रुभ डाइजेक्सन लोवर कोलेस्ट्रोल र गाइस यो चाहिँ म अब माथि रेस्टुरेन्ट जान्छु हाम्रो चाहिँ यो रेस्टुरेन्ट चाहिँ 8th फ्लोरमा छ यो लिफ्टबाट जानुपर्छ कारोके रुम सिसा सबै छ है त गाइस ल माथि रेस्टुरेन्ट गएर 8th फ्लोर गाइस नो स्मोकिङ हाम्रो रुम चाहिँ लगभग 18वटा छ है यहाँ देख्न सक्नुहुन्छ ग्राउन्ड फ्लोर रिसेप्सन 8th फ्लोर रेस्टुरेन्ट अनि यो 2, 3, 4, 5, 6, 7 चाहिँ फ्लोर हो अनि 1 फ्लोरमा प्रत्येक फ्लोरमा चाहिँ 3टा रुम छ भनौँ न माथि हेरौँ है त गाइस ल गाइस म चाहिँ अहिले यो 8th फ्लोरमा आइसकेको छु र यो चाहिँ हाम्रो एउटा फाइन डाइनिङ रेस्टुरेन्ट हो यहाँ चाहिँ म तपाईँलाई देखाइहाल्छु
यस्तो छ है त गाइस यो चाहिँ। यो चाहिँ काउन्टर अनि यहाँ चाहिँ हाम्रो बुफे पनि लाग्दो रहेछ होइन लाग्छ। र हाम्रो यो बुफे चाहिँ अहिले लागि पनि रहेको छ। यस्तै हुन्छ बुफेमा पर पर्सन चाहिँ 100 हो। यो देख्न सक्नुहुन्छ रोसी परोठा डिक्स यस्तै छ क्या। मासुनी टुना मासुनी बेग बिन्स है बेग बिन्स अनि यो चाहिँ कुले मास हो। यो चाहिँ के बनाएको रहेछ दाल करी अनि लगभग यस्तै भेजिटेबल नुडल्स बोइल भेजिटेबल चिकन ससेज पोटेटो वेज होइन भेजिटेबल स्यान्डविच बोइल एग अनि यस्तो स्मेल खाने अनि यो सिरियल भयो मुस्ली भयो फ्रेस जुस वाटर है। अनि अर्को यता चाहिँ बटर जाम फ्रेस फ्रुट लगभग अहिले सकिने बेला भयो नि त त्यही भएर हल्का हल्का छ। वाइट ब्रेड ब्राउन ब्रेड यस्तै चाहिँ टी कफी के खाने यसरी है। ओन्ली फर 100 रुपियाँ। र यहाँ चाहिँ मेरो एकजना कोलिग सी इज ह्याभिङ ब्रेकफास्ट। ऊ चाहिँ पहिला मेरो टिकटकमा पनि आइसकेको छ। ओके देन इन्ट्रोड्युस योरसेल्फ। How to say that? What is your name? My name is Tangasu. I'm from Myanmar. And what are you eating? Sausage and fried potato and I don't know what it is. Oh, Maybe paratha. yes. That one Yes, is called This paratha. is the white egg. This is cornflakes and Milk. milk. Oh, so Yeah. you are eating from buffet. Yes. Okay. So how is the food? Yes, I like it. Okay. It's very delicious. Very delicious, right? I like this one and the potato and sausage. We also had the roti in Myanmar. Roti or paratha or chapati also have in Myanmar. Okay. So for you, it's similar, to eat Yes, paratha. similar. Yes, paratha. You didn't see any different flavor, right? Yes. ओके गाइस यो चाहिँ हाम्रो 9th फ्लोर हो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो 9th फ्लोरमा चाहिँ भनौँ न स्मोकिङ एरिया हो। हल्का पेन्टिङहरू पनि हानेको छ। यहाँ चाहिँ सिसाहरू खाने ठाउँ हो यो चाहिँ। अनि अर्को चाहिँ यो चाहिँ हामीसँग एउटा यो भिआइपी रुम पनि छ। म तपाईँलाई देखाउँछु। यो भिआइपी रुम चाहिँ पर आवर लाइट कसरी जलाउने हो। भिआइपी रुम लगभग कति दिन 7 होइन 15जनासम्मको लागि स्पेस छ है त यहाँ हामीसँग। भिआइपी रुम लगभग पर आवरको 100 रुपियाँ चार्ज गर्छु भने। अब यहाँदेखि म बाहिर जाँदैछु बत्ती निभाइदिनु पर्यो। अहिले लास्टै गर्मी फेरि आएर मलाई मात्रै यति साह्रो गर्मी भएको हो कि होइन कति मालदिप्समा यो मालेमा काम गर्नेहरूलाई पनि अझ पनि गर्मी भएको। गाइस यो एकचोटि हान्नु पऱ्यो ल कतिको चाहिँ हान्दो रहेछ। हुँदैन रहेछ यारमा। र अर्को चाहिँ हामीसँग यहाँ माथि कारोके रुम पनि छ। गाइज कारोके रुम चाहिँ हाम्रो यस्तै छ सिम्पल छ त्यस्तो खासै भनौँ न वाउ जस्तो टाइपको पनि छैन। त्यही हो कारोके रुम। तर यहाँ आउने पर आवरली 250 चार्ज गर्छौँ। तर कसैलाई यदि गानामा इन्ट्रेस्टेड छ भने त माइक छँदैछ यहाँ आउने र मजाले गाउने है त। तिम्रो त्यो केसको छारीमा भन्दै यसरी यहाँ तपाईँहरूले आउन सक्नुहुन्छ। यदि गानामा इन्ट्रेस्टेड हुनुहुन्छ गाउन चाहनुहुन्छ भने कतै चेयरहरू टेबलहरू पनि छ। अनि सिसा चाहिँ हाम्रो यही हो। यो ठुलोबाट भयो अनि अर्को यस्तै फ्लेभरहरू त्यहाँ छ होइन। अब यो के रहेछ नदेखौँ। ल गाइस यस्तै छ। म अब तल जान्छु
त्यो अर्को साथीलाई ब्रेक पनि दिनुपर्ने छ। तल जान्छु है त्यो गाइज ल। यो चाहिँ हाम्रो 9th फ्लोरको हल्का सानोतिनो पेन्टिङ यसो दामी छ यार यो। सिसा यही हो, यहाँ चाहिँ सिसा भन्छ तर हुक्का एउटै हो। यो चाहिँ के हो, लबस्टर के माटो कस्तो त गरौँ न गरौँ छ त्यहाँ। अनि अर्को के हो यो, स्कर्पियन सायद यो फलामको होला यार, सही छ तर। ल यस्तै छ गाइस, 9th फ्लोरमा यो स्मोकिङ एरिया, 8th फ्लोरमा नन स्मोकिङ एरिया, अनि 10th फ्लोरमा कराओके रुम। अनि सिसाको फ्लेभरहरू लगभग 7-8वटा छ। अनि स्टार्टिङ प्राइस चाहिँ 100बाट होला सिसा पनि। अनि त्यो कसैलाई यदि सिसा हुक्का खानु मन छ भने यहाँ जान लजमा आएर माथि 8th फ्लोरमा आएर अर्डर गर्दा हुन्छ है त गाइस। ल गाइस, आजको भिडियो यस्तै छ। मैले सकेसम्म आफ्नो एउटा काम गर्ने ठाउँ र मैले जानेको कुराहरू यस्तो प्रोफेसनली त अब नभए पनि हेर्नु होला, माया गर्नु होला। अनि यस्तै भिडियोहरू आउने दिनहरूमा अवश्य म बनाउने छु। ल यस्तै छ गाइज, ल बाई बाई, थ्याङ्क यू फर वाचिङ।